दाजुले चाहिँ हामीलाई पुर्याउँदै हुनुहुन्छ। अहिले चाहिँ हामी कहाँ आइपुग्यो रे? ए अहिले हामी मिलन चोक आइपुगी। हेर्नुहोस् न पानी पर्ला जस्तो भइरहेछ। पानी चाहिँ नपरोस् भनेको, बिहान पनि एकछिन पानी परेर फेरि घाम लागेको थियो। हामी चाहिँ 3 जना मात्रै छौँ। आज उसको बर्थडे पनि हो, मेरो बहिनीको विशेष दिन हो आज। अनि त्यही भएर त्यहाँ हिँडेको पनि, मन्दिर पनि दर्शन गर्ने, अनि त्यस्तै हल्का रमाइलो पनि है चाहन्छु। वा हेर्नु त कस्तो राम्रो। अझ घाम लागेको छैन। साथीहरू आइपुग्यो। ठाउँको नाम पनि कस्तो हो? कुडुले आइपुग्दा चाहिँ हामी यस्तो भयो। बसाएछ धुलो उडाएर। ए लुगा चाहिँ के भइरहेको यस्तो हुनुपर्छ कि? हामी चाहिँ आउँदै पानी पर्यो। अब कस्तो हुन्छ होला, अलिक टेन्सन भइरहेको छ। एकछिन पानी परेको, अहिले फेरि यस्तो राम्रो घाम लागेको। हामी अहिले मरिन पञ्चकन्या यहाँ उता जाने बाटोमा आइपुगिसक्यौँ हामी। यताबाट जाने रहेछ, जानु चाहिँ होइन। अटो जान्छ कि जाँदैन भनेर सोध्न जानुभएको छ दाजु। के गर्ने साथीहरू, बाटो यस्तो रहेछ अप्ठ्यारो। बाटो यस्तो भएर के गर्नु, फेरि अब फर्किनु पर्यो। 3 फन्को घुमिसक्यो हामीहरू। अटो आधी बाटोमा पुगेर फर्किहाल्नु हो। अब फेरि हामी तनावमा परिसक्यो। यहाँ हाम्रो दाइलाई पनि धेरै नै तनाव भइरहेछ। हामीले 3 चोटि घुमाइसक्यो रोइ पारेर बाटो बचिनेको। साथीहरू हेर्नुहोस् न, अटो चाहिँ गएन। अटो चाहिँ उहीँ दाइले राख्नुभयो। अनि हामी चाहिँ हिँड्दैछौँ पुको पन्तेरो बोकेर। घाम फेरि। अनि म पनि यहाँ हिँडिरहेको छु, यहाँ बोकिरहेको छु। बहिनीहरू हल्का रिसाइरह। अब के गर्नु त, अटो नगइसकेपछि त होइन। हामी चाहिँ हिँड्दैछौँ साथीहरू। घाम त्यस्तै छ, लुगा त्यस्तै छ, सब डढेर अब कालो मसुनो भुत्सुने हुने भयो। हेर्नु है साथीहरू, अब हामी आफ्नो यात्रा लागिसक्यौँ है। बाटो अहिले त्यहाँनिर हिलोमा कस्तो रहेछ देखाउँछ है हजुरहरूलाई। बर्खाको बेला चाहिँ नआयो हुने रहेछ। तर यस्तो राम्रो दिन भएर बाटो हेर्नु न साथीहरू। आयु उनीहरू अगाडि गइसक्यो घाम भयो भनेर। म चाहिँ यहाँ नसकी हिँडिरहेको छु। एकछिन थकाइ मार्ने साथीहरू हामी। अटो दाइ पनि आउनु भयो। अटो आएन। हामी कहाँ पुग्नुपर्छ भनेदेखि हिँडेर वहाँदेखि आएको। यहाँ के यो गेटदेखि अलि मासतिर पुग्नुपर्छ। अटो गएन। हेर्नु न यत्रो खोला तरे बल्ल बल्ल चिप्लो न ए यहाँ अर्को नि रहेछ फेरि खोला त। पनि ल्याएन, घामले यस्तो भइसक्यो। हेलो, घामले यस्तो रोइला खोला पार गरेर आइसक्यो। दाजु पनि आउनु भयो बिचरा भन्छ नि अहिले। यहाँ चप्पलहरू यहाँ घाम हेर्नु न, घाम कुन्द्राको कालो मान्छे डढेर अँगार हुने भयो। अँगार कहाँ हो त्यो? ए यता रहेछ। जहिले लुक्नु मात्रै खोज्छ यो। यता चाहिँ हाम्रो दाजु हुनुहुन्छ। खोला तर्दैछ बहिनीहरू। हामी चाहिँ निस्किसक्यो। यिनीहरू अलिक ढिलो नै हिँड्छ क्या। वहाँबाट देखा गेट बल्ल बल्ल यहाँ आइपुग्यो। यत्रो हिँड्छ। मन्दिर जाने बाटो चाहिँ यस्तो रहेछ। अलिक फोरी टाइप हो कि, अब बन्दै छ। बाटोहरू बन्दै रहेछ।
अब हेर्नुहोस् है साथीहरू, हामी चाहिँ अब यहाँ गेटबाट फेरि भित्र प्रवेश गर्छौँ। आइपुग्यौँ मन्दिर, हेर्न सक्नुहुन्छ। यस्तो हर पनि रहेछ बच्चाहरूलाई खेल्नको लागि पनि। मन्दिर आइपुग्यौँ। हजुर टाढा भए पनि मैले देखाइदिएको छु है, दर्शन गर्न सक्नुहुन्छ। कस्तो राम्रो हो घरहरू, दाजु पनि यता बहिनी हो, कस्तो राम्रो। ओहो मन्दिर हेर्नुहोस्। आजभोलि चाहिँ अलिक सुन्नै हुँदो रहेछ साथीहरू। अस्ति नै हामी नयाँ वर्षमा आउँदा चाहिँ धेरै थियो मान्छेहरू। यहाँ चाहिँ पोखरी वा जोस् राम्रै छ, शीतल शान्त। यहाँ चाहिँ मेन मन्दिर यस्तो भइरह। म चाहिँ यहाँ छु। कस्तो राम्रो मन्दिरको ऐना रहेछ। घामले यस्तो फ्याक भएर आइसक्यो। यहाँ मन्दिर रहेछ, मन्दिरमा ऐना रहेछ है। मेरो बहिनी यता कता हो, यता पो रहेछ है। पञ्चकन्या मन्दिर। हामी मन्दिर दर्शन गरेर आइसक्यौँ। अब यहाँ भर्याङबाट माथि डाँडामा जानु पर्यो, अलिक फ्रेस हुनु पर्यो। लास्टै गर्मी लास्टै। म चाहिँ डाँडामा आइपुगेँ। आई लभ के हो पञ्चकन्या लेख्नु भएको रहेछ यहाँनिर। राम्रो लाग्यो मलाई। हामी चाहिँ यहीँ बस्छौँ होला एकछिन। हेलो बतास आयो, हावा हुरी बेरी बतास बिजौ भइरहेछ। यस्तो हावा चलिरहेछ। आजको दिन हाम्रो खत्तम भई। बाटो नि यस्तो रहेछ। अब कत्रो बतास आउन लागिसक्यो। हामी यहीँ घरमा बस्छु। हेर्नुहोस् न साथीहरू, हामीले उसलाई पनि दिइसक्यो खानेकुराहरू। फेरि रुँगिरहेछ। फाइनली अब चाहिँ हामी फर्केको। अलिअलि खानेकुराहरू उब्रेको छ नि त, अनि त्यही भएर बोकिरहेछौँ। हामी चाहिँ मन्दिर दर्शन गरेर हल्का रमाइलो गरेर फर्किँदै थियो। यहाँ चाहिँ आम्म गाई बस्तुको होली हेर्नु न साथीहरू। तर हान्छ क्या हो, यसले हान्यो भने त ओइ साँच्चै हान्छ कि बित्थामै हान्छ यिनीहरूले। झन्नै हानिरहेको थियो हामीलाई। गोठालाहरू अलि अगाडि आउनु पऱ्यो क्या, कुनै कुनैहरू हामीलाई हान्छ। आम्मा हेर्नु न साथीहरू, गाई गोरु राम 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 राम। कतिजना गाई गोरु हो यहाँ भाइ भन्नु। ए 11 घरको गाई हो यो। एउटा ऊ चाहिँ जान मानिरहेको छैन, हामीसँगै जाउँला जस्तो गरिरह। चलाक यो मृग हो कि कुकुर हो थाहा छैन। मृग उयो चाहिँ एकदम खुसी भएर आमा कस्तो राम्रो आएको।